पाटनबाट कहाँ हिँड्नुभएको अब यो लिएर? नमस्ते। यसपालि म तपाईलाई अलि लामो ट्रेक कहाँ हिँड्न पाइन्छ अलि शान्त भन्ने खालको अप्सन खोजिराख्नु भएको छ भने यो ढोरपाटनबाट अप्पर डोल्पा जाने ट्रेकको बारेमा म तपाईलाई यो सानो डकुमेन्ट्री मार्फत देखाउँदैछु। यो अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि 26 देखि 28 दिनसम्मको आइटिनेरीहरू पाइन्छ र यसमा हामीले नबिसाइकन हिँड्दाखेरि चाहिँ औसत दिनमा 20 किलोमिटर हिँड्ने हो भने 17 दिनमा पनि गएर आउन चाहिँ सकिन्छ र यो हिँडाइमा लगभग रेकर्ड गर्दाखेरि दैनिक 20.3 किलोमिटर हिँडेको र 32,000 पाइलाहरू हिँडेको रेकर्डहरू औसतमा पाइन्छ। द स्नो लियोपार्ड्स भन्ने एउटा बुक र यो हिमालयन क्याराभान भन्ने फिल्महरू हेर्दा पनि यो रुटको बारेमा यसको सौन्दर्यताको बारेमा चाहिँ हामीले बुझ्न सक्छौँ। यो रुटमा चाहिँ मुख्य स्थानहरू ढोरपाटनबाट फागुनेको धुरीबाट थाङ्कुर, थाङ्कुरबाट पेल्मा, पेल्माबाट तातोपानी, तातोपानीबाट दुले, दुलेबाट चाहिँ यो पुपालबुकी हुँदै अब पुपालबुकीबाट चाहिँ सहरतारा अनि सहरताराबाट चाहिँ हामीले नवरपानी हुँदै अनि बल्ल चाहिँ अप्पर डोल्पाको धोतारातिर हामी लाग्छौँ र यो धोताराको बस्तीबाट चाहिँ हामी ज्याङ्लाफेदी 53 मिटरको ज्याङ्लाफेदी कटेर अनि गएपछि चाहिँ हामी मध्य अप्पर डोल्पामै पुग्छौँ र त्यो मध्य अप्पर डोल्पाको फेदीहरू र पासहरू, पास भनेको माथिल्लो भन्ज्याङहरू भनौँ न यसलाई चाहिँ हिमालय पनि होइन, हिमालभन्दा मुनि ट्रान्स हिमालय ल्यान्डस्केप भनौँ न यस्तो पासहरू कट्दै औसतमा चाहिँ हामीले 3000 मिटरबाट माथि 5500 मिटरको उचाइमा हामीले हिँड्नुपर्ने हुन्छ र विभिन्न किसिमको ल्यान्डस्केप र विभिन्न किसिमको मौसमलाई हामीले फेस गर्नुपर्ने हुन्छ, अनुभूति गर्न सक्छौँ हामी। त्यस्तै गरेर यो लास्टमा चाहिँ सेगोन्पा पुगिसकेपछि क्रिस्टल माउन्टेनको छेउमा पुगेपछि चाहिँ हामी अब यो नाङदाला पास भन्छ, नाङदाला पास अथवा अरू पनि लेखेको चाहिँ पाइन्छ। एउटा फिक्स नाम चाहिँ कहीँ पनि लेखेर राखेको चाहिँ पाइँदैन। त्यो पास चाहिँ करिब 5400 मिटरको पासहरू कटेर कान्जिरा हिमालको फेदबाट अनि फक्सुन्डो खोला हुँदै हामी फक्सुन्डो लेक पुग्छौँ। अनि फक्सुन्डो लेकको त्यो मुहान आउने खोलाबाट अनि फक्सुन्डो लेकको किनारै किनार रिग्मो गाउँ आउने अनि रिग्मो गाउँबाट चाहिँ अनि छेक्का हुँदै दुनै आएर त्यसपछि त्यहाँबाट आफ्नो गन्तव्यतिर फर्किन सकिन्छ।